नमस्कार साथीहरू, म श्री कृष्ण शर्मा। अघिल्लो भिडियोमा हामीले नोटबुक एलएमको बहुउपयोगी फिचर माइन्ड म्यापको बारेमा कुराकानी गरेका थियौँ। आज भने हामी अर्को एउटा निकै उपयोगी फिचर क्विजको बारेमा चर्चा गर्दैछौँ। गुगलबाट नोटबुक एलएममा गएर हामीले कसरी क्विज बनाउने भन्ने बारेमा आज हामी विस्तृत छलफल गर्नेछौँ। सबैभन्दा पहिला हामीले चाहिँ नोटबुक एलएम खोलेर यहाँ चाहिँ एउटा फाइल अपलोड गर्नुपर्ने हुन्छ या कुनै विषयवस्तु टाइप गर्नुपर्ने हुन्छ। कुन विषयवस्तुको बारेमा हामीले चाहिँ क्विज बनाउँदैछौँ त्यसको स्रोत आफै खोजेर यसले व्यवस्थापन गरिदिनेछ। आजलाई भने मैले टाइम म्यानेजमेन्टको लागि पहिले नै फाइल अपलोड गरेर राखेको छु र स्टुडियोभित्र क्विज सेक्सनमा म चाहिँ क्लिक गर्छु। यसको कस्टम सेटअप गरिसकेपछि मैले यहाँ मोरमा राखेँ र हार्ड सेटअप गरिसकेपछि मैले यहाँ चाहिँ क्विज बनाउनको लागि यसमा एउटा स्रोत एड गर्ने र आफूलाई चाहेका बोध प्रश्नोत्तर हैन, अनि त्यसपछि खाली ठाउँ जोडा मिलाऊ विषयवस्तुको संगठनलाई बुझाउनको लागि विद्यार्थी भाइ बहिनीहरूलाई हामीले चाहिँ यो प्र्याक्टिस गराउन सक्छौँ। इन्टरेक्टिभ बनाउनको लागि यसले निकै महत्त्वपूर्ण भूमिका खेल्छ। नोटबुक एलएमको उपयोगी फिचर क्विज बनाउने तरिकाका बारेमा छलफल गर्दैछौँ। सो क्विज रेडी भएको छ, अब हेरौँ है त। मैले चाहिँ एउटा पाठ दिएको थिएँ कक्षा 10 को नेपालीबाट। हेर्नुस्, खाली ठाउँ भर्नुस्। त्यो पुरानो सहर चारैतिर ठुला पहाडहरूले के होला? परिवेष्टित छ। मिल्यो कि मिलेन? यसले यहाँ आन्सरसँग सम्बन्धित केही कुरा पनि बुझाइदिएको हुन्छ। म अहिले एक्सप्लेन गर्न चाहिँ लाग्दिनँ। यस्तै सम्बन्धित क्वेसनहरू दिने हो, फेरि पनि अझै चाहियो भन्ने भने हामी एक्सप्लेनमा क्लिक गरेर अझै मोर क्वेसन्स वी क्यान फाइन्ड। सो आई वान्ट टु हिट द नेक्स्ट। कसको बैठक बस्यो? पक्कै पनि विवेशको होला, किनभने बैठक बस्ने विवेश नै हो। ठिक छ। अखण्ड दीप के गरिन्छ? प्रज्वलित गरिन्छ, पक्कै पनि राइट छ। का लागि पत्रकार घरैमा आएका रहेछन्। राससका पत्रकार भनौँ। पाठसँग सम्बन्धित भएर यसले क्विज बनाएको छ, कुनै बाहिरको लिएर आएको होइन। मेहनती विद्यार्थीले परीक्षाका उत्तरहरू कसरी लेख्छन् त? धडाधड भनेको यो धडाधड भन्ने शब्दको कन्सेप्ट चाहिँ यो फिल इन द ब्ल्याङ्क्सले पनि क्लियर गरिदिएको छ नि त। यसरी कन्सेप्ट क्लियर गराउनको लागि हामीले चाहिँ यसलाई प्रयोग गर्न सक्छौँ। सबैभन्दा पहिला व्यक्तिमा विषयको धारणा नै क्लियर छैन भने, कन्सेप्ट क्लियर छैन भने ही और सी क्यानट डु एनिथिङ, हैन, केही पनि गर्न सक्दैन। त्यही भएर हामी चाहिँ यसरी हामीले यसलाई प्रयोग गर्न सक्छौँ। प्रशासनिक र शैक्षिक अलिकति गणविन्यासमा चाहिँ कमजोरी हुन सक्छ, किनभने यो चाहिँ एउटा एआई हो। म्याट्रिकुलेसनलाई के भनिन्छ हेर्नुस् त। म्याट्रिकुलेसन एसईमा बारम्बार आइरहेको प्रश्न हो। त्यही भएर द मोर यु प्र्याक्टिस द मोर यु लर्न। तपाईँ जति प्र्याक्टिस गर्नुहुन्छ त्यति नै सिक्नुहुन्छ। प्रजियको पूर्ण रूप हुनु। यहाँ हेरौँ, प्रमुख जिल्ला अधिकारीमा क्लिक गरिदिउँ। नमिले पनि केही फरक पर्दैन, किनकि एउटा अहिले चाहिँ प्र्याक्टिस फेज मात्रै हो। हरिले सिन्काले भन्ने वाक्य सिन्काले कुन कारक हो? हेर्नुहोस् त, करण कारक। ठिक छ, मिलिरहेछ। नेक्स्टमा जाउँ। ऊ घरबाट अस्पताल पुग्यो भन्ने वाक्य घरबाटले कुन कारकलाई जनाउँछ? घरबाट अस्पताल पुग्यो भनेपछि अपादान कारक राइट लगाइदिउँ। ठिक छ। 26 वटा प्रश्न बनाएको थियो। क्रियाको समय र स्थानगत आधार बुझाउने कारक तत्त्व अधिकरण कारकमै ठिक लगाइदिउँ। मैले पनि अब सबै जानेको हुन सक्छु भन्ने छैन, किनभने जान्नै पर्छ, जरुरी कहाँ छ। सुनिताले अनितालाई भनिन् वाक्यमा अनितालाई कुन कारक हो? इज मल्टिडाइमेन्सनल, हैन। त्रिवीको पुरा रूप कुन हो? त्रिभुवन विश्वविद्यालय। कुन कारकले दिएका वा पाउने अर्थमा वाक्यमा भूमिका खेल्छ? सम्प्रदान भनेर लगाउँ। ठिकै छ। मुनामदन कस्तो प्रकारको साहित्य कृति हो? उपन्यास भनौँ, खण्डकाव्य भनौँ है त। के रहेछ? ठिक छ, खण्डकाव्य नै। हेर्नुहोस्, म जुम गरिदिन्छु। अलिकति अक्षर सानो आएको हुनसक्छ तपाईँ। द नेक्स्ट डोर, हैन। कुन कारक होइनन् भनेको छ?
तिनले क्रियासँग नभई नजिकको पदसँग मात्र, त्यही भएर कारक होइनन्। क्रियासँग डाइरेक्ट रिलेसन हुँदैन तिनीहरूको। गोर्खा गोपममा प्रकाशित समाचार भन्नाले संस्थाको समाचार बुझिन्छ। गोरखापत्र संस्थानको गोपम भन्ने बुझिन्छ है। हामी क्विज खेलिरहेका छौँ। 21औं प्रश्नमा छ कुञ्जिनी कुन विधाको हो भन्यो भने महाकाव्य होइन, लघुकथा हो होइन, खण्डकाव्य हो नि त कुञ्जिनी त। देवकोटाले धादिङमा आएर रचना गरेको, धादिङको सेटिङ भएको कुञ्जिनी। प्रजीय रमेशसँगको भेटमा भयो। प्रजीयले प्रमुख जिल्ला अधिकारी, यहाँ चाहिँ सर्ट फर्म थियो। कारक कति प्रकारका हुन्छन् भन्दा 6 प्रकारका भन्दा नलाउँ होइन, राइटै त्यही हो त, अरू के गर्ने। विभक्ति लाग्दा शब्दको रूप परिवर्तन हुन्छ भने त्यसलाई कुन रूप भनिन्छ अरे? तिर्य कारक भण्डारले उसलाई औषधि दिए वाक्यमा उसलाई कुन कारक हो? 26औं प्रश्न, लक्ष्मीप्रसाद देवकोटाका शिष्यहरूले उनलाई कस्तो शिक्षकका रूपमा चिन्थे? के दिएका छौँ त्योसँग मिल्ने हो नि त। हामीले दिएको पाठको आधारमा आन्सर दिनु पर्यो होइन, यो किनभने सन्दर्भ प्रश्न हो। सन्दर्भ प्रश्न भनेको दिएको प्यासेजसँग सम्बन्धित हुनुपर्छ आन्सर। यदि बाहिरको आन्सर मिल्ने छ भने पनि यहाँनिर रङ हुन्छ। हामीले यो कुरा पनि बुझ्नुपर्छ, एसीमा आउने जुन टेक्स्ट छ त्यो टेक्स्ट पनि सन्दर्भपरक अर्थहरू हुन्छन्, त्यही अनुसार बुझ्नुपर्ने हुन्छ। यसरी हामीले चाहिँ क्विज खेलिरहेका थियौँ र रमाइलो पनि भएको थियो। अनि गरिदिउँ न होइन, यो हिट गरौँ के भन्दो रहेछ। मैले यहाँ चाहिँ के भनेको छु भने खाली ठाउँ भएर यताउता यो कुराहरू क्विजमा राख न भनेको छु। यु डिड इट, क्विज कम्प्लिट भनेर दिएको छ। टपिक खबर किप लर्निङ भनेको छ। हुन्छ सर म लर्निङ गर्छु। तपाईँले चाहिँ फेरि पनि क्विज बनाइदिनु पर्यो। अब फेरि क्विजमा हिट गरेँ मैले। अब अहिले चाहिँ एउटा राखेको थिएँ, सबै बनाइदिएको थियो। अहिले चाहिँ सबै टपिकहरू राखौँ, के गर्छ है त हेरौँ। यहाँ क्विज जेनेरेट हुँदैछ। तिर्य कारक भन्छ, क्लिक गरेर हेरौँ कस्तो बनाएको छ भन्ने कुरा। यहाँनिर यता हेर्नुहोस्, मैले सोधे अनुसारको यसरी दिएको छु भनेर यता च्याट बक्समा चाहिँ यसरी दिएको छ। म अलिकति जुम गर्छु, पर्नुहोस् है। कहीँ नजानुहोस् कि म जुम गर्छु नि, तपाईँले बुझ्नु भएन भने ठिकै छ भनेर पो त। आँखा कतिको कडा छ भनेर पनि मैले सानो देखा। यस्तो छ है, यसरी दिएको छ। जोडा मिलाऊ, ठिक बेठिक छुट्याऊ, बहुवैकल्पिक प्रश्न 5 यसरी दिनु भइसकेको छ। हुन्छ, मेरो लागि एउटा क्विज बनाइदिनुहोस् र कार्यको बारेमा थपै छुट्टो पारिदिनुहोस्। के चाहियो हेर्नुहोस् न, यहाँ च्याट बक्समा सोध्छ। अनि उसैले चाहिँ एल्गोरिदम युज गरेर हामीलाई के चाहिन्छ भन्ने कुराहरू क्वेसन्सहरू उसैले बनाइदिन्छ अनि आन्सर्सहरू पनि उसैले बनाइदिन्छ। बस हामीले चाहिँ यसलाई प्रयोग गर्न जान्नु पर्यो, त्यति मात्र हो। हेरौँ यतापट्टि क्विज सेक्सन। 10 वटा छन्। युगपुरुष शब्दको सही अर्थ कुन हो? यस्तो गरौँ, ठिक छ। विव्यस पढेको पढे गरेपछि त अनि कसरी याद नहोला त स्टुडेन्ट्सहरूलाई पढिदिएदेखि। कारक हुन् भनेको छ। चिन्ह शब्दहरू व्याकरण अनुसार कारक हुन् भनेको छ। कारक त कहाँ हुन्छन् त नि बेठिक, तिनीहरू कारकै होइनन्, हामीलाई थाहा छैन र झुक्क यहाँ भन्न खोजेँ नि। अब कर्ता कारक मेरो यो मिस्टेक भयो, यसको बारेमा एक्सप्लेन गर त भनेर मैले यहाँ दिन सक्छु होइन। अब यहाँ चाहिँ के गर्छ हेर्नुहोस् है, मैले कारक मिस्टेक गरेको छु नि त। त्यहाँनिर मैले चाहिँ काम गर्ने मात्रै भनेको भए कर्ता राख्नु पर्थ्यो। काम गर्दा प्रयोग गर्ने साधन भनेको रहेछ नि त। हेर्ने बेलामा चाहिँ अलिकति नजर पुर्याउनु पर्यो, त्यति भनेको भएको। करण कारक हुन्थ्यो, दिएछ इङ्ग्लिसमा दिएको रहेछ। मैले अब के भनिदिन्छु भने त्यसले आफै बुझ्छ, स्पेलिङ रङ भए पनि केही फरक पर्दैन, प्रिपोजिसन रङ भए पनि फरक पर्दैन। आजकलको जमानामा चाहिँ एआईहरूले गजब गरिदिएका छन्। यसलाई हेर्नुहोस्, मैले इन नेपाली मात्रै भनिदिए पनि हुन्छ। यसलाई हेर्नुहोस्, कर्ता कारकको बारेमा अब मैले त्यहाँ मिस्टेक गरेँ, बुझ्न मन लाग्यो भने यतापट्टि च्याट बक्समा आउन सक्छौँ र योसँग हामीले बाइ द वे इन्ट्रेक्सन गरेर बुझ्न सक्छौँ र अगाडि बढ्न सक्छौँ। अब यसपछि हामी नेक्स्ट डोर क्लिक गर्छौँ। यहाँ चाहिँ अलिकति जुम गरौँ। यतिको त देख्नु भएको छ होला 25मा। तल धडावट धड शब्दको अर्थ कुन हो भन्यो भने चाहिँ धेरै हल्ला गरेर अब बिस्तारै ढिलो र सुस्त काम। कता गयो, चाँडो चाँडो काम सिद्ध हुने। फेरि म त गलत पनि लगाइदिन्छु कि हतारमा।
हैन। देखि र बाट विभक्तिको प्रयोग कुन कारकमा हुन्छ भनेछ, अपादान भन्नेमा लगाइदेऊ। मिले मिल्छ, नमिले इन्टु दिन्छ। अनि हामीले चाहिँ एक्सप्लेन गर न भाइ, मैले त जानिन भन्नुहुन्छ। प्रमुख जिल्ला अधिकारी, ठिक छ। ठिक वा बेठिक छुट्याउनुहोस् भनेछ। ठिकमा लगाऊ न, द्याट्स राइट। यहाँ चाहिँ त्यस्तै परिभाषा आन्सर पनि दिएको छ प्लस पोइन्टमा। हामी एक्सप्लेनतिर गएर अझै बुझ्न पनि सक्छौँ। परिवेष्टित शब्दको अर्थ चारैतिरबाट घेरिएको भन्ने हुन्छ। नेपाल भूपरिवेष्टित राष्ट्र हो भन्ने कुरा चाहिँ त आइरहेको हुन्छ। त्रिभुवन विश्वविद्यालय, नेपालको पुरानो विश्वविद्यालय। ल, किप लर्निङ भनेको छ। टपिक कभर्ड। हामीले चाहिँ यसरी सरल र तिर कारकको प्रयोगमा मेक क्विज भनेर मैले चाहिँ यसरी दिन सक्छु। फेरि यो कान्छाले चाहिँ क्विज बनाइदिन्छ। यसले क्विज बनाउँछ, पढ्ने काम त हाम्रो छँदैछ। हेर्नुहोस् है, यहाँ जेनेरेट हुँदैछ। बनाउन भनेर दिएको थिएँ मैले। अल्गोरिदम अनुसार उसले आफै क्वेसन्सहरू अथवा केही सन्दर्भ चाहियो कि भनेर चाहिँ हामीलाई सोधिरहेको हुन्छ। हजुर चाहियो भन्ने बित्तिकै होटलमा अर्डर गरे चाहिँ पस्किहाल्छ। मिठो बासना सहितको खाना, तयारी खाना रेडी बनाउँछ। तलका मध्ये यो सर्वनामको तिर्यक रूप कुन हो अरे? ओहो, गजब पढाउने भयो त यसले त। यस आन्सर हो है, मैले यस भनेको होइन, यस भनेको आन्सर हो। सिन्काले अलिकति राम्रोसँग बुझेर दिनु पर्यो त, फेरि चाहिँ रङ भन्न सक्छ। 3 है। यति 10वटा क्वेसन्स गरौँ र आजको भिडियोलाई चाहिँ मैले एन्ड गर्नेछु। युग पुरुष भनेको यहाँ हुन सक्छन्। हो, ठिक छ।